हेलो नमस्ते साथीहरू, सेवारो गुड मर्निङ। अनि सन्चै हुनुहुन्छ होला तपाईहरू हैन। हाम्रोतिर त हेर्नु न, यो 2082 सालको पानीले त 2082 साल कार्तिकको पानीले त यस्तो हालत बनायो, यस्तो चिसो पानी 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 भएर। पानी पर्नु त ठिकै हो, पानी चाहिनु पनि ठिकै हो, पानी पनि चाहिएको थियो, तर यस्तो धेरै चाहिँ चाहिएको थिएन क्या। हेर्नु न, यहाँनिर साग मजाले आइराखेको थियो, सागको हालत पनि यस्तो कुटेर यस्तो पारेको छ हौ। धान हेर्नुहोस् न, धान यो के गरेको धानको हाल हेर्नु त, यस्तो गरेको छ धान। अब ठिकै छ, यो त हाम्रो थोरै यहीँनिर नजिकै अब यसो बगैँचा बारीको धानहरू देखाइरहेको छौँ हैन। अनि अब धेरै कमाइ हुनेहरूको त झन् के हाल गरिदियो होला बिचरा। अब धेरै हुनेहरूको त झन् के बिजोग बनाइदियो होला। यहाँ हेर्नुहोस् न यस्तो। तर पानी पर्नु चाहिँ फेरि पानी रहेको छैन है, पानी रहेको छैन। यो अहिले एकछिन अलिकति हेर्नु न, ढुट्टो पारेर साग त कुटेर यस्तो पारेको छ कि है, यो एकैछिन रहेको जस्तो गरेको भएर चाहिँ म यहाँनिर भिडियो बनाउँदैछु साथीहरू। यस्तो छ कुटेर पानीले। यो पानी आउनु त ठिकै थियो, पानी पनि चाहिएको थियो कि, तर पानी बेसी भयो क्या। यस्तो शीतहरू हेर्नु न, यस्तो गरिदिएको छ ल। हेर्नु है, पानी अझै पनि आउनलाई एकदम तयारी भइराखेको छ। पानी आउनु एकदमै जारी छ, एकदमै जारी छ। धान त हाम्रो अलिकति यहाँनिर चाहिँ सुख सेवा गर्नुको लागि धान रोपेको थियो, यस्तो हालत बनाइदिएछ। सागलाई चाहिँ पानी त ठिकै छ, तर पानी ओभर भइराखेको छ। ल हेर्नु त, यहाँ यस्तो छ मौसम चाहिँ। आज यो शनिबारको भिडियो, शनिबार बिहानको भिडियो यो चाहिँ हैन। बिचरा अलिकति धान रोपेको यो यस्तो बनाइदिएको छ। माया पो लाग्यो। हामी यति थोरै यही बगैँचा बारीको त यस्तो छ। यहाँ हेर्नुहोस् न, अब यस्तो पाक्नु लागेको कोदो है, यस्तो बनाइदिएको छ कोदोको हालत। ल यस्तो छ क्या। अनि के भन्नु अब यसलाई, गाली गर्नु कसलाई गर्नु हैन। पानी आउनुलाई त तयारी छ, के भन्नु, कसलाई गाली गर्नु। यस्तो छ क्या। पानी त फटा रहेछ नि त, फटा पानी आएर, फटा पानी आयो, बिहाल बनायो बिहाल। ल साथीहरू नमस्ते, सेवाहरू। अलिकति छ्यासै यो शनिबारको भिडियो बनाइदिएको छु, हेरिदिनु होला सबैजनाले है त साथीहरू। हाम्रो गाउँको चाहिँ हालत यस्तो छ है, हाम्रो गाउँ ठाउँतिरको चाहिँ यस्तो छ। तपाईहरुकोतिर कस्तो छ कुन्नी? हाम्रोतिर चाहिँ पानी पर्नलाई त तयारी छ, फेरि पनि रहने त कुरै छैन, रहने कुरा छैन।